हेलो साथीहरू र स्वागत छ हजुरहरूलाई फेरि नयाँ भिडियोमा। र म चाहिँ आज कहाँ छु भन्दा चाहिँ म चाहिँ आज दमकमा है, जो चाहिँ नेपालको झापा जिल्लामा पर्ने गर्दछ। र यहाँ चाहिँ निकै गरम रहेछ नि त, सो त्यही भएर चाहिँ कालो चस्मा लाएर है, उल्टे टोपी लाएर मामाको BMW लिएर म र मेरो वाइफ चाहिँ आज घुम्न लागि निस्क्यौँ है। र यहाँ चाहिँ निकै गरम रहेछ नि त, त्यही भएर चाहिँ यसो गरममा साइकलको मजा लिँदै त्यहाँ चाहिँ मेरो बुढी है माइजीको BMW लिएर यसो गाउँको एक चक्कर हानौँ म भने चाहिँ हामी दुईजना निस्क्यौँ। गाउँ त एकदम राम्रै रहेछ है, मलाई चाहिँ मन पर्यो। र अझै मलाई मन परेको कुरो चाहिँ यहाँ चाहिँ के भन्दा चाहिँ अहिले चाहिँ बाटो चाहिँ एकदम दामी है, कालो पिच रोड बनाएको रहेछ। त्यहाँ मेरो बुढीले पनि मजाले है सरर साइकल कुदाएर खुसी हुँदै हिँड्दैछ है। र पहिला आउँदा चाहिँ यस्तो थिएन नि त गाउँमा रोडहरू, अहिले त यो मजाले एकदम कालो रोड बनाएको छ ठुलो है, मजाले गाडीहरू मजाले कुद्ने होला। र टक्कसँगले मेरो बुढी त खुसी हुँदै अगाडि सरर गयो, म पनि पछि है यसो भिडियो बनाउँदै। आखिर रमाइलो त हो, यसो यादगार हुन्छ। हुनु अब दमक चाहिँ नआएको निकै भएको थियो नि त, त्यही भएर चाहिँ योपालि आएको हामी। अब त्यही हो है, मामा घरहरू पनि आउँदै गर्नुपर्छ। अन्त टक्कसँगले हामी हिँड्यौँ साइकलमा दुईजना है, मेरो बुढी अगाडि हिँड्दैछ, म चाहिँ पछि है यसो भिडियो गर्दै एउटा यादगार एउटा चिनो पनि हुन्छ भनेर चाहिँ भिडियो गर्दै हामी दुईजना निस्क्यौँ। हेर्नुहोस् त कस्तो मजाको घरहरू चाहिँ, सानो घरहरू है, एकदम रमाइलो गाउँ बस्ती भनेको है, जे भने पनि अब गाउँ बस्ती नै हुन्छ। टक्कसँगले अब हरेक कुरामा रमाइलो होइन, घरहरू सानो मजाको, यता खेतबारीहरू यसरी बाख्रा पाठा टक्कसँगले है, गाउँ बस्तीमा त देख्न पाइन्छ है। रमाइलो भनेको गाउँ बस्तीमै हुन्छ। यो चाहिँ मजाको यो मकैको खेतीहरू पनि गरेको थियो रहेछ, यो चाहिँ धानको खेतीहरू मजाको हुँदो रहेछ। र टक्कसँगले मेरो बुढीले त सरर अगाडि हिँड्नु थाल्यो। उसले पनि साइकल कुदाएको त मैले देखेको थिइनँ नि त, उसले पनि साइकल कुदाउँछु भन्दै थियो भन्नु चाहिँ, तर मैले देखेको थिइनँ। र योपालि चाहिँ देखेँ मैले पनि है, अगाडिको है मजाको बनाउनु हुँदो रहेछ यता पनि। र हामी चाहिँ दमक चाहिँ किन आएको थिएँ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ अस्ति शादी थियो नि त, मतलब बिहा, र त्यही बिहा एटेन्ड गर्नु चाहिँ हामी आएको थियौँ है। र यही अगाडि यहाँनिर देख्नुहुँदैछ तपाईँहरूले होइन, यहाँनिर बिहा थियो। यहाँको दिदी चाहिँ उता पश्चिम बिहा हुनुभएको छ चितवनमा, र त्यही हुँदाखेरि चाहिँ हामी पनि यहाँ बिहामा आएको थियौँ है। र सरर मेरो बुढी थाके भन्दै बिस्तारै कुदाउनु थाल्यो उसले पनि। र यहाँ चाहिँ चाय बगानहरू पनि मजाको रहेछ है। हेर्नुहोस् त बाटो, आम्मामा सानो मजाको छैन त है बाटो त। अब है बुढी भन्दै म पनि आफूलाई यसो भिडियो गर्दै है, यसो रमाइलो पल मोबाइलमा क्याच गर्दै हामी चाहिँ हिँड्यौँ। बाटो पनि यस्तो मजाको बाटो रहेछ कि, अब एकदम मजाको उयो छैन कि अब खड्डाखुड्डीहरू भन्ने, एकदम मजाको प्लेन बाटो रहेछ। अगाडि बुढी पनि सरर साइकलमा हिँड्दैछ। आयो थाके भन्न थाल्यो अब उसले पनि। यहाँ चाहिँ अगाडि चाहिँ भाउजूहरू आउनु रहेछ, अन्त यहाँनिर टक्कसँगले भाउजूहरूलाई चाहिँ हेलो भाउजू भनेर मुटुले है, भाउजूहरू पनि हाँस्नु हुँदै थियो। टक्कसँगले हामी हिँड्यौँ। जे होस् है, यहाँको बाटो चाहिँ एकदम मन पऱ्यो मलाई है। र यहाँको चायपत्तीहरू एकदम हरियाली निकै नै राम्रो रहेछ यहाँनिर। हेर्नुहोस् त चाय बगान। र फाइनली हामी चाहिँ है एक चक्कर हानेर गाउँ चाहिँ आइपुगिसक्यौँ है। अब यहाँनिर चाहिँ हाम्रो मामाको घर।
अब घर पनि हामी आइपुग्यौँ है र माइजूको BMW लिएर ऊ पनि राख्नु गइसक्यो। हस् त आजलाई यति नै। अब हजुरसँग नेक्स्ट भिडियोमा भेट्नेछौँ। ओके।